नमस्ते सबैजनालाई। आज चाहिँ मैले रोपेको फुल देखाउन आँटेको छु नि त। किनभने मैले आजभन्दा 4-5 महिना अगाडि एउटा फुल रोपेको थिएँ। त्यो फुलको नाम पनि थाहा भएन मलाई, के पो भन्छ। नोभेम्बरमा रोपेको थिएँ। हुन त यो फुल चाहिँ गरम जग्गामा चाहिँ सायद छिट्टै फुल्छ होला, तर यहाँ चाहिँ चिसोले गर्दा चाहिँ अलिक ढिलो फुल्यो होइन। तर पनि दामी फुल्यो है। म तपाईँलाई देखाउँदैछु, किनभने म तपाईँलाई देखाउँछु फुलेर भनेको थिएँ नि त। हाम्रोतिरको मौसम चाहिँ के यस्तो छ, अहिले घाम लागिरहेको छ र भन्नुहुन्छ। मलाई यो फुलको नाम चाहिँ यो हो भनेर भन्नुहुन्छ हो। यो फुलहरू त थाहा छ, इन्जिलिया भन्छ हो। इन्जिला, यसलाई प्रेमुला भन्छ, यसलाई पनि प्रेमुला भन्छ, थाहा छ। तर जुन चाहिँ मैले तपाईहरुलाई देखाउँछु भनेको फुलको नामै थाहा भएन हो। यसको नाम सिकाउनु भयो तर सिक्नै सकिनँ मैले रोपेको फुल मैले चाहिँ 480 रुपियाँ दर्जन गरेर लिएको नि त। यो सुकियापट्टिबाट हेर्नु न, वाह स्विट कलर छ। फुलको नाम के हो त्यो चाहिँ मलाई थाहा भएन। मैले रोपेको थिएँ नि त। फुलको चाहिँ एकदमै बेसी सकिङ छु, तर अफसोस फुलको नामै थाहा छैन। किनेरै लिएर भए पनि रोप्छु म। हेर्नुहोस् न, वाव सो येल्लो कलर छ। यसमा आउँदैछ कुन चाहिँ कलर हो, रेड, यो चाहिँ पिङ्क आउँदैछ हो। हेर्नुहोस् न, फुल फुल्दा जस्तो सुकै भए पनि राम्रो देख्छ नि त हो। हेर्नुहोस् है।